2082 साल जेठ महिनाको 17 गते शनिबार अहिले हामी उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको वार्ड नम्बर 3 माथिल्लो बर्रेमा रहेको यो परेवा झरनाको भ्रमण छु। सुन्दर परेवा झरना, यो परेवा झरना चाहिँ अहिले यस्तो विकास भएको छ। परेवा झरनाको विकास, परेवा झरना अचल यस्तो भएको छ। यो साइपल डाँडा यो चाहिँ उदयपुर गढी गाउँपालिकाबाट यो करिब 18 किलोमिटर पर्छ। यो बाती डाँडामा कतिवटा घर छ भाइ? घर होला 30-35 घर। 30-35 घर। त्यो उदयपुर गढी हो। महादेवको अवतार यहाँ छ। सीधा के गर्नु भएको म्याडम? आस्था निश्चय शक्ति हो, यहाँ पैसा पनि फाल्दो रहेछ। कस्तो राम्रो ठाउँ रहेछ, यस्तो ठाउँ मिस गर्ने हो। हजुर रमाजी कता हिँड्नु भएको रमाजी? म चाहिँ परेवा झरनामा हिँडेको। के परेवा झरनामा के छ भने सुन्नु भएको? परेवा झरनामा चाहिँ यो एउटा झरना हो। यहाँ चाहिँ पार्कहरू पनि छ। चिल्ड्रेन पार्क पर्यटनको लागि यो एउटा राम्रो गन्तव्य स्थल पनि हो। र गर्मीमा जति पनि बसिराख्नु भएको छ, त्यहाँ चाहिँ शीतल छ। शीतल खानुको लागि आउनुहोस्, एकचोटि परेवा झरनामा आउनुहोस्, सबैजनालाई अनुरोध छ। उहाँ चाहिँ इलामबाट आउनु भएको। उहाँ चाहिँ हेलो म्याडम नमस्ते, मिस नमस्ते। कता हिँड्नु भएको तपाईँ? ए रमा मगर अनि के जनु मगर सबै मगरै मगर लर्सी पाखा उहाँ चाहिँ आज घुम्न आउनु भएको। उहाँहरू मान्छे बसिरहेको छ माथि त्यो टुप्पामा। वाह कुन ठाउँ अरे म्याडम? भिडियो भइरहेछ, कुन ठाउँ हो? के झरना? यो त कति अग्लो परेवा झरना। ल परेवा झरना आहा, म त आइरहनु मन लाग्छ। एकदम ह्याप्पी। यसको लागि धेरै धेरै धन्यवाद रमा मगरलाई। यता चिप्लिन्छ। परेवा झरना आज 2022 साल जेठ महिनाको 17 गते शनिबार हामी आएको छौँ। परेवा झरना कस्तो छ र गाउँलाई? चाहिँ परेवा झरना हो। झोला राख्दा पनि हुन्छ, कसैले लाँदैन झोला। झरनाको बारे अलिकति बताऊ के हो रहेछ? ठुलो सरले
गोर्खामा यहाँ परिवार पाउँथ्यो अरे अँ, परिवार झन् नाम राखेको हो तपाईँ पहिलोचोटि हो रमाजी पहिलोचोटि कस्तो लाग्यो ठाउँ त्यो ठाउँ धेरै राम्रो लाग्यो शीतल रहेछ अहिले गर्मीको बेला चाहिँ उकालो चाहिँ अलिकति हिँड्दाखेरि यो घाम लाग्दा अलिक गाह्रो भए पनि बाटो कस्तो शीतल छ बाटो बनाउनु यो असम्म होइन यत्रो छाँगाबाट पानी झरेर कसरी बन्यो होला है अनि सबैभन्दा पहिलो कुरा चाहिँ यहाँ प्राकृतिक हेरौँ न यो हेर्दैखेरि यस्तो चट्टान ढुङ्गाहरू छ एकदमै क्या हामीलाई प्रकृतिको मजा लिने हो भनेदेखि जाऊ। यो ठाउँ धेरै उपयुक्त छ परेवा झर्ना र सबैलाई आउनु अन्तर्गत हुन्छ नुहाउने हुँदा धेरै ल ए हेलो जनु म्याम कस्तो छ तपाईँलाई कस्तो लाग्यो एकदम राम्रो लाग्यो हो ल गुड